खतरा बोल्नु दे एउटा ल मेरो चाहिँ रोपाइ हुँदैछ यो चाहिँ सघाउन आएको है पुरा ठइराख मिल्दैन पाउसी चाहिँ हानिराख त्यो तैँले चाहिँ बिसाएको अवस्था है गाइज ब्रेक टाइम हो अहिले चट्ट दिन सक्नुहुन्छ होइन चट्ट हाम्रो अहिले एकदम ब्रेक टाइममा छ अब थाल्नुपर्छ जान्छ है गाइज दुईवटा गोरु माइला माइला आइपुगेछ जान सक्नुहुन्छ चट्ट अलि चट्ट अङ्कलको यसो रोपाइमा सघाउनु मात्रै झर्दिएको गर्न चाहिँ फेरि कहीँ आउँदैन है बाउसे मात्रै हो चट्ट गोरुहरू देख्न सक्नुहुन्छ दुईवटा छ है हामीले दुईवटा काला चाहिँ फाँक बनाइसक्यो यो दुईवटा तिनवटा छ काला छ हाम्रो हवलदारले गोरु खाउनु सुरु गरिसकेको छ है देख्न सक्नुहुन्छ कसै साप उहाँ भर्खर भर्काउनु भएको उहाँ अलिकति सुरु गरिसक्नु भएको छ तल हाम्रो बुनीहरूले रोपाइ सुरु गरिसकेको छ है एउटा गोरु चाहिँ एकदम ब्रेक छ जतार बस हेर मलाई चाहिँ त ठिकठाक लभर हुनुहुन्छ यता यही रोपा एकदम बब्बाल भइरहेछ है तिनवटा काललाई त फाँकै भइसक्यो सट्ट रोपाइ फाँक भयो ल रोपाइ पनि सक्यो चट्ट अब है खोला नुहाउन जाने कार्यक्रम हुँदैछ सक्नुहुन्छ है चट्ट लाएर चट्ट नुहाउने कार्यक्रम हुँदैछ है चट्ट ला फ्रेस पनि भइसक्यो गाइज चट्ट अब चाहिँ निक्लिसक्यौँ हामी है देख्न सक्नुहुन्छ फ्रेस पनि बल फ्रेस भयो यार कपाल थोरै पुरै है स्याम्पू हो नि त धमिलो पानी रहेछ कि हो अन्त धमिलोले गर्दा सबै चिलाएपछि जिउ यार